हेलो नमस्ते पमजमसम तरकारी किचन हजुरलाई चाहिँ मटन ग्रेभी या झोल कसरी पकाउने भनेर म हजुरलाई हल्का टिप्स दिँदैछु। यो चाहिँ प्याज है धेरै पकाउँदाखेरि चाहिँ थोरै घरमा त हजुरले जसरी पनि पकाउन सक्नुहुन्छ, तर घरमा पाहुनाहरू आउँदाखेरि अलिक धेरै पकाउनु पऱ्यो भने चाहिँ हजुरले पहिला प्याज र टमाटर यसरी भुटेर अनि त्यहाँबाट मिक्सर गरेर राख्नु, अनि मटनलाई मजाले रातो हुने गरेर त्यही तेलमा भुटिदिनुहोस् कराईमा। मलाई चाहिँ मजाले भुट्नुपर्छ है, म नभुटेको मटन चाहिँ त्यो स्मेल आउँछ मलाई चाहिँ। सो हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ हजुरले पनि टिप्स दिन सक्नुहुन्छ मलाई। यसरी भुटिसकेपछि अब यसमा चाहिँ मैले त्यो जुन पिसेर राखेको प्याज र टमाटरको ग्रेभी राख्छु, अनि त्यो चाहिँ नुन, खुर्सानी, जिराको धुलो, अनि गरम मसला, तेजपत्ता, अनि थोरै मिट मसला, अनि अदुवा लसुनको पेस्ट हजुरको टेस्ट अनुसार स्वादअनुसार, अनि हजुरले मासु कति पकाउनु भएको छ त्यो अनुसार तपाईँले त्यसमा राखिदिनुहोस्। अनि राखिसकेपछि मरमसला सबै राखिसकेपछि हजुरले यसलाई पनि फेरि चलाइदिनुहोस् होइन। मैले चाहिँ अदुवा, लसुन, तेजपत्ता सबै राखिसकेको छु है, हेर्नुहोस् है त। अनि यो मजाले चलाइदिनुहोस्। राम्रोसँग मिक्स भइसकेपछि हजुरहरूले यसमा चाहिँ ग्रेभी बाक्लो खानुहुन्छ या पातलो अथवा अलि झोल बढी राखेर पकाउनुहुन्छ, हजुरको आफ्नो तरिकाले हाल्न सक्नुहुन्छ पानी चाहिँ। अनि त्यसरी त्यसलाई चाहिँ प्रेसरमा हालेर मैले चाहिँ 1 सिटी लगाएर अनि हावा फालिदिन्छु है। मटन चाहिँ एकदम छिटो गल्छ धेरै पकाउँदाखेरि, सो एकचोटि सिटी लगाएर फालेर यो चाहिँ मेरो मटनमा झोल रेडी भयो खानाको लागि। थ्याङ्क यू सो मच।